जय शम्भु जय माता रानी हर महादेव। एकजनाले मलाई यो चढाइदिनु भनेर भिडियो बनाएर पठाइदिनु भन्नुभएको थियो। यो चाहिँ मैले चढाइदिएँ है। यो सबै सामानहरू मैले चढाइदिएँ। विदेशबाट पनि पठाउनु भएको थियो, नेपालबाट पनि पठाउनु भएको थियो। यो मैले चढाइदिएँ। अनि एउटा कुरा म खास विशेष गरेर आज एउटा म भिडियो बनाउँदैछु। यो सबैले सुनिदिनु होला। एकजना माताहरू, 2-4 जना छन् माताहरू, तिनले चाहिँ अलि लाइनमा गएर यो पुष्पा पल्लो चाल टिक्दैन यस्तो उस्तो भन्ने बार बार भनिरहेको थियो। तर अरूले भनेर म विश्वास गर्दैन है, जबसम्म मेरो कानले सुन्दैन। तर मेरो कानले सुने, मलाई धेरै खुसी लाग्यो। अनि उहाँले चाहिँ कसै मान्छेले भनेको थियो कि मतलब यो ठाउँमा चाहिँ राम्रो छ, यिनी चाहिँ राम्रो छन् मान्छे भन्दाखेरि मलाई यति रिस उठ्यो कि सिधै उसलाई डाइरेक्ट मुख छोडेर गाली गरिदियो कि है। तर यदि जसमा भगवानको वास हुन्छ, सत्य देवताको वास हुन्छ, त्यसको मुखमा गाली आउँदैन कि। ऊ बिचराले के चाहिँ भनेको थियो र है, राम्रो छ मात्र भनेको थियो है। राम्रो छ भन्दाखेरि हो त यस्तो उस्तो भनेर उसलाई गाली, यसरी मलाई ठिक लागेन। मलाई त मेरो बारेमा त जति गाली गर्नुहुन्छ, जति सक्नुहुन्छ गाली गर्नुहोस्, मलाई केही पनि फरक पर्दैन। भगवानले उनी मातारानीले चाहियो भनेपछि मलाई चाहिँ परन्त पुगाउने पनि उन्दै इच्छा हो। यही बेला मलाई यही खत्म गर्ने पनि उम्रो इच्छा हो। उम्रो लीलाबाहेक हामीहरू कोही मान्छेहरू हामी केही सक्दैनौँ कि, हामी त मान्छे हौँ है। तर म के भन्छु भनेपछि जुन मान्छेमा यो सबैले यो कुरा याद राख्नुहोस्, जुन मान्छेमा देवताको वास हुन्छ त्यो मान्छेको मुखबाट चाहिँ असत्य नराम्रो बोली चाहिँ गाली भन्ने कुराहरू चाहिँ, नराम्रो गाली अरूको बारेमा चाहिँ कुबलो होस्, त्यसको यस्तो होस् उस्तो होस् भन्ने शब्द चाहिँ सायद निक्लिन्न होला जस्तो लाग्छ। हजुरहरू पनि यो कुरा ध्यान गर्नु होला। चाहिँ मलाई नराम्रो भन्नेहरू कति छन्, तर आजसम्म चाहिँ म भगवानलाई के भन्छु भने चाहिँ मेरो लागि नराम्रो सोच्नेको पनि राम्रै होस्। मैले बार बार यही भनेको छु, अझ पनि यो भन्छु कि मेरो लागि नराम्रो सोच्नेको पनि राम्रै होस्। तर मलाई रिस किन उठ्यो भनेपछि हर बेला बार बार म देख्दैछु कि म माता हूँ भन्ने एउटा नराम्रो कमेन्ट आउँदाखेरि उसको गाली गरेर बिच तेरो यसो होस् उसो होस् उसो होस् भनेर छरबट्टो उको, त्यसलाई भन्छन् माता, त्यस्तोलाई भन्छन् देवता आउने, त्यस्तो मान्छेलाई भन्छन्। पहिले यो मुख सम्हालेर बोल्नुहोस् के, अनि थाहा हुन्छ कि यसमा माता छ कि के छ भन्ने आफै थाहा हुन्छ कि। मबाट पनि केही गल्ती भयो होला, मेरो जिब्रो पनि होइन मासुको जिब्रो हो, चिप्लिन सक्छ कहाँनिर राम्रो नराम्रो बोलेला। तर जसमा सत्य देवताको वास छ नि, त्यसको मुखबाट चाहिँ नराम्रो गाली, अर्काको लागि चाहिँ नराम्रो कुभलो शब्दहरू आउँदैन है। यो कुरा सबैले ध्यान राख्नु होला। तर मेरो लागि मलाई त जति गाली दिनुहोस्, यो पुष्पा अहिले मरिजाऊ भने पनि केही फरक पर्दैन। तपाईँ रात दिन धुप बत्ती गर्नुहोस्, तपाईँले गरिराख्नु भएको छ, मलाई थाहा छ। तर भगवान इष्टकुल पितृका 30 कोटी देवी देवता, मेरो माइते कुले जो कि अहिले लेकमबाट पुग्नुहुन्छ, मलाई गाह्रो भएको बेला चाहिँ यो द्वारमा पुग्नुहुन्छ भने चाहिँ उनले साथ दियो भने तपाईँहरूले जति बिगार्न खोज्नुहोस्, मलाई केही फरक पर्दैन। भगवानले मलाई साथ दिइराखुन्। तपाईँ जति गाली गर्न सक्नुहुन्छ गर्नु।